अनि कि आफ्नो पालो सकिएपछि क्यामेरा अफ गर्न मिल्छ नि होइन, गर्नुपर्ने हो। क्यामेरा अफ नगर्नु कि अब खालि भोइस म्युट सकेसम्म गर्ने, भोइसलाई म्युट गर्ने। ए किनकि क्यामेरा सुरु भयो। सकिएपछि बहिनी सुरु सुरु गर्नु गर्नुहोस्। मिना। गुरु ब्रह्मा गुरु विष्णु गुरुदेवो महेश्वर गुरु साक्षात् परब्रह्मा तस्मै श्री गुरुवे नमः। मिति 2083 ज्येष्ठ 25 गते सोमबार जुन 26 तारिक 2026 जुन 8 तारिक। आजको यस कार्यक्रमका सञ्चालिका मीरा गेवाली आस्थाको तर्फबाट सम्पूर्णमा हार्दिक नमस्कार। आजको यस कार्यक्रममा उपस्थित हुनुभएका सम्पूर्णमा हार्दिक स्वागत गर्दै आजको यस कार्यक्रमका सभापतिको आसन ग्रहण गर्नका लागि गजल प्रवर्धन केन्द्र नेपालका महासचिव गजल प्रवर्धन केन्द्रका अध्यक्ष श्री अनुराग अरुणज्यूलाई आसन ग्रहणका लागि हार्दिक अनुरोध गर्दछु। धन्यवाद। यसै गरी गजल प्रवर्धन केन्द्र नेपालका सल्लाहकार डाक्टर देवी पन्थीज्यूलाई पनि आसन ग्रहण गर्नका लागि हार्दिक अनुरोध गर्दछु। धेरै धेरै धन्यवाद छ, कार्यक्रममा पुर्याउनुहोस्। त्यस्तै गरी गजल प्रवर्धन केन्द्र नेपालका सदस्य शर्मिला तिमल सिन्हाज्यूलाई पनि आसन ग्रहणका लागि हार्दिक अनुरोध गर्दछु। हार्दिक नमस्कार, धन्यवाद म्याम। नमस्कार। आजको यस कार्यक्रममा आमन्त्रित गजलकारहरू यस प्रकार हुनुहुन्छ: नवराज भट्ट कञ्चनपुर, मोहन गौतम सिक्किम भारत, जानुका गुरागाई झापा, जेबी जिज्ञासु सोलुखुम्बु, गिरिधारी उपाध्याय आसाम भारत, सुजन डोटेल नुवाकोट, राजेन्द्र ढुङ्गेल झापा, मुक्ति घिमिरे कश्यप सिक्किम भारत र मधुसूदन पराजुली काठमाडौँबाट हुनुहुन्छ। यी उहाँ 9 जना गजलकारहरूलाई यथास्थानमा आसन ग्रहणका लागि हार्दिक अनुरोध गर्दछु। अब कार्यक्रम सुरु गर्न चाहन्छु। यस गजल प्रवर्धन केन्द्रका सदस्य शर्मिला तिमल सिन्हाज्यूलाई स्वागत मन्तव्यका लागि हार्दिक अनुरोध गर्दछु। हार्दिक धन्यवाद कार्यक्रम सञ्चालिका ज्यू। गजल प्रवर्धन केन्द्र नेपालको प्रथम वार्षिक उत्सव तथा शुभकामना आदान प्रदान कार्यक्रमको चौथो श्रृङ्खलामा जोडिनुभएका यस केन्द्रका सल्लाहकार देवी पन्थीज्यू, आमन्त्रित सबै गजलकारहरूमा र यस कार्यक्रम हेरेर सुनेर बस्नुभएका सम्पूर्ण गजल प्रेमी मनहरूमा हार्दिक नमस्कार छ। यस केन्द्रमा यहाँहरूलाई स्वागत गर्न पाउँदा अत्यन्तै हर्षित छु। नेपाली गजलको संरक्षण, सम्वर्धन र विकासको लागि स्थापित यस संस्थाले छोटो अवधिमै गजल क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्याउँदै आएको छ। गजल प्रेमीहरूलाई एकै थलोमा जोड्ने, नयाँ सर्जकलाई प्रोत्साहन गर्ने र नेपाली गजललाई अझ समृद्ध बनाउने उद्देश्यका साथ विभिन्न सृजनात्मक गतिविधिहरू सञ्चालन गर्दै आएको र आज पनि यस जुम मार्फत जोडिन पाएका छौँ। उपस्थित हुनुहुने यस केन्द्रका सल्लाहकार ज्यू र सम्पूर्ण आमन्त्रित सबै गजलकारहरूलाई स्वागतम स्वागतम सुस्वागतम। म अब मेरो गजल पनि वाचन गर्छु। मेरा गजल मुतकारिम मुसमन सालिममा रहेको छ। गजलका शेरहरू यसरी सुरु हुन्छन्। प्रियाले सुनाइन् दुखीको कहानी, प्रियाले सुनाइन् दुखीका कहानी, प्रियाले सुनाइन् दुखीको कहानी, बग्यो अश्रुधारा भयो दिल खरानी, बग्यो अश्रुधारा भयो दिल खरानी, तिमीले हियामा सजाएर होला, तिमीले हियामा सजाएर होला,
त्यसैले बित्यो जिन्दगानी त्यसैले बित्यो जिन्दगानी बुझेनौ तिमीले व्यथा छन् अनेकौं बुझेनौ तिमीले व्यथा छन् अनेकौं मुलुक छाडेन खोजे बन्यो राहदानी भयो के अचम्म उनी छेउ आइन् भयो के अचम्म उनी छेउ आइन् अचानक धरमा लगाइन् निशानी अचानक धरमा लगाइन् निशानी हुँदा प्रेम गर्ने सही पात्रसँगै हुँदा प्रेम गर्ने सही पात्रसँगै हराए नजानी नजानी हराए नजानी नजानी प्रियाले सुनाइन् दुखीको कहानी प्रियाले सुनाइन् दुखीको कहानी बग्यो अश्रुधारा भयो दिल खरानी बग्यो अश्रुधारा भयो दिल खरानी भयो दिल खरानी भयो दिल खरानी धन्यवाद राम्रो राम्रो सुन्दर गजल प्रस्तुत गरेर शर्मिला तिमल सिन्हाज्यू जानुभएको छ र उहाँले सम्पूर्णलाई हार्दिक स्वागत पनि गरिसक्नु भएको छ। यस नेपाली गजलको प्रवर्धन गर्ने उद्देश्यले जिल्ला प्रशासन कार्यालय काठमाडौँमा मिति 2082 जेष्ठ 12 गते विधिवत रूपमा गजल प्रवर्धन केन्द्र नेपाल दर्ता भएको कुरा सबैमा सहर्ष जानकारी गराउँदछौँ। साथै यस गजल प्रवर्धन केन्द्र नेपाल समाज कल्याण परिषदमा पनि आबद्ध रहेको कुरा सम्पूर्णमा जानकारी गराउँदछु। आजको यस कार्यक्रमको कुल समय अवधि 2 घण्टा 30 मिनट रहेको छ। उक्त समय सीमाभित्र रहेर सबैले आजको कार्यक्रम सफल पारिदिन हुनका लागि सविनय अनुरोध गर्दछु। कार्यक्रम सुरुदेखि अन्त्यसम्म हेरेर शेयर गरेर हामीलाई सल्लाह सुझाव दिएर सहयोग गर्नुहुनेछ भन्ने आशा पनि गर्दछु। आफ्नो पालो नआउन्जेलसम्म सम्पूर्ण सहभागीहरूले स्पिकर बन्द राख्नुहोला र सबै बन्द राख्न अनुरोध गर्दै अब गजल गायनका लागि सुरु गर्दछु। अब गजल गायन सुरु गर्नका लागि भारत सिक्किमबाट मोहन गौतमज्यू आउँदै हुनुहुन्छ। उहाँलाई कार्यक्रममा स्वागत गर्दै आफ्नो गजल राखिदिन अनुरोध गर्दछु, गजल गायन गर्न अनुरोध गर्दछु। उहाँको गजलको मतला यस प्रकार रहेको छ। म भेट्नेछु जीवन सफरमा कतै तिमी फुल्नु लाली प्रहरमा कतै बहर मुतकारिब मुसबन महजुब रहेको छ। अब बाँकी उहाँकै मुखार बिन्दुबाट। र तयारी अवस्थामा बसिदिनु हुनका लागि मैले जानुका गुरागाईज्यूलाई देखेकी छैन, त्यसैले तयारी अवस्थामा बसिदिनु हुनका लागि राजेन्द्र ढुङ्गेलज्यूलाई हार्दिक अनुरोध म गर्दछु। आइसकेको छु त, देखिएको छैन। नमस्कार सबैजनालाई। धन्यवाद हस् जानुका गुरागाईज्यूलाई तयारी अवस्थामा बसिदिनु अनुरोध गर्दछु। हस् धन्यवाद कुशल प्रस्तुता मीरा गेवालीज्यू। गजल प्रवर्धन केन्द्र नेपाल गजल प्रवर्धन केन्द्रका अध्यक्ष आदरणीय अनुराग अरुण सर, अति आदरणीय गजल प्रवर्धन केन्द्रका सल्लाहकार डाक्टर देवीपन्थी गुरु प्रणाम, र जति पनि हामी यहाँ उपस्थित भएका छौँ। मैले यहाँ जानुकाजीलाई पनि दर्शन गर्ने मौका पाएँ र जानुकाजीलाई म र सानो खबर पनि सुनाउँछु। र हजुर जति पनि काठमाडौँवासीहरू हुनुहुन्छ, अहिले भने म काठमाडौँको भूमिमा छु र म 1-2-4 दिन रहन्छु र सम्भवतः म हजुरहरूको दर्शन गर्छु भन्ने सोच बनाएको छु। र देवी गुरु म पोखरातिर पनि आउँदैछु, हजुर कता हुनुहुन्छ पछिबाट बात मारौँला। अनि विशेष यहाँ हाम्रो गजल प्रवर्धन केन्द्रका सचिव
एलपी परालीज्यूले सर हजुरलाई पनि प्रणाम नमन अर्पण गर्छु र हाम्रो भारतबाट गिरिधारी दाजु अनि हाम्रो मुक्तिजी लगायत सम्पूर्ण मैले चाहिँ लामो समय नलिकन चाहिँ र मैले अहिले परदेशमा छु र जुन चाहिँ मैले मतला दिएको थिएँ मैले त्यो गजल झट्ट खोज्दा मैले भेटिनँ र माफी चाहँदै म अर्को गजल हजुरहरूलाई सुनाउने चाहिँ अनुमति चाहन्छु है। ल मेरो गजलका शेरहरू यसरी सुरु हुन्छन्। निकै चित्त मैले दुखाएर रोएँ, निकै चित्त मैले दुखाएर रोएँ, थियो गाँठो मनमा फुकाएर रोएँ, थियो गाँठो मनमा फुकाएर रोएँ, भएको छु एक्लो, भएको छु एक्लो बिरानो सहरमा, भएको छु एक्लो बिरानो सहरमा, मिलनसार साथी, मिलनसार साथी हराएर रोएँ, निकै चित्त मैले दुखाएर रोएँ, निकै चित्त मैले दुखाएर रोएँ, थियो गाँठो मनमा फुकाएर रोएँ, वियोगान्त बन्दै कहानी छ दिलको, वियोगान्त बन्दै कहानी छ दिलको, भयो भेट हाम्रो रमाएर रोएँ, भयो भेट हाम्रो रमाएर रोएँ, थियो गाँठो मनमा फुकाएर रोएँ, निकै चित्त मैले दुखाएर रोएँ, निकै चित्त मैले दुखाएर रोएँ, थियो गाँठो मनमा फुकाएर रोएँ, लुटेराहरूले लुटेर रत्न मेरो, लुटेराहरूले लुटेर रत्न मेरो, निकै मूल्य मोती गुमाएर रोएँ, निकै मूल्य मोती गुमाएर रोएँ, थियो गाँठो मनमा फुकाएर रोएँ, निकै चित्त मैले दुखाएर रोएँ, निकै चित्त मैले दुखाएर रोएँ, थियो गाँठो मनमा फुकाएर रोएँ। अन्तिम शर्मा छु। फोका झैं हो जीवन, जहिले भन्छु यो पानीको फोको जस्तो, फोका झैं हो जीवन नजाने र मैले, फोका झैं हो जीवन नजाने र मैले, चितामाथि आगो, चितामाथि आगो लगाएर रोएँ, थियो गाँठो मनमा फुकाएर रोएँ, निकै चित्त मैले दुखाएर रोएँ, निकै चित्त मैले दुखाएर रोएँ, थियो गाँठो मनमा फुकाएर रोएँ, थियो गाँठो मनमा फुकाएर रोएँ,
धन्यवाद। निकै चित मैले दुखाएर रोए, थियो गाँठो मनमा फुकाएर रोए, थियो गाँठो मनमा फुकाएर रोए। आहा, धन्यवाद दाजुलाई। सुन्दर र गजल वाचन गरेर जानुभएको छ, उहाँलाई यो धेरै मेरो धेरै अलिकति धन्यवाद। मीरा गेवाली चाहिँ अलिकति बाडुली यो गजल मेरो सङ्ग्रह प्रकाशित तर विमोचन भएको नभएको गजल सङ्ग्रह हजुरलाई मैले देखाएँ है। हजुर, हजुरलाई धेरै धेरै बधाई छ, बधाई छ हजुरलाई। हवस्, हुन्छ, कृतज्ञ। अब यसै गरी गजल गायनका लागि पूर्व घोषित नाम जानुका गुरागाईज्यूलाई हार्दिक अनुरोध गर्दछु। उहाँको गजलको मतला यस प्रकार रहेको छ। हुरीरहरको चली गर्यो छल कतै नभन्नु, उधुम चलाई उडायो आँचल कतै नभन्नु, बाँकी बहर मुतकारिब मुसद्दस मकबुज असलम रहेको छ। बाँकी उहाँकै मुखार बिन्दुबाट जाओस्। हस् त। ल, हार्दिक धन्यवाद कार्यक्रम सञ्चालक मीरा गेवाली बहिनी भने है त। बहिनी, हजुर, म ढिलो जोडिएँ। कार्यक्रमको औपचारिक अवस्था कसरी सुरु भयो त्यो छुटाएँ मैले। कार्यक्रममा पक्कै पनि अध्यक्ष हुनुहुन्छ आदरणीय अध्यक्षज्यू। यस कार्यक्रममा जोडिनु भएका अन्य अतिथिहरू को हुनुहुन्छ सम्पूर्णलाई मैले एकमुष्ट नमन गरेँ र मसँगै गजल प्रस्तुत गर्न जोडिनु हुने सम्पूर्णलाई हार्दिक नमन गर्दै आज यो हाम्रो संस्थाको वार्षिक उत्सवको सन्दर्भ पनि रहेको हुनाले संस्थाको उत्तरोत्तर प्रगति उन्नतिको कामना गर्दै यसै गरी आफ्नो सक्रियता निरन्तर रूपमा बढाउँदै जानेछ भन्ने अपेक्षा गर्दै शुभकामना व्यक्त गर्दै म आफ्नो गजल प्रस्तुतितर्फ लागेँ। मोहन सरलाई स्वागत छ काठमाडौँमा। हामी पक्कै पनि भेट गर्नेछौँ। यही संस्थाले यो भेटघाटको सन्दर्भ, भौतिक भेटघाटको सन्दर्भ मिलाउन पनि अनुरोध गरेँ। एकै ठाउँमा सबैजनासँग भेट हुँदा उहाँलाई पनि सजिलो हुन्थ्यो। इन्डिभिजुअल भेट्न गाह्रो होला कि त्यस्तो मिलाउन सकिन्छ भने पनि मैले यही कार्यक्रम मार्फत अनुरोध गरेँ। मैले सुरु गरेँ गजल। आवाज सुनिएको छ? हजुर, मैले सुरु गरेँ। हुरीरहरको चली गर्यो छल, हुरीरहरको चली गर्यो छल कतै नभन्नु, हुरीरहरको चली गर्यो छल कतै नभन्नु, उधुम मचाई उडायो आँचल कतै नभन्नु, उधुम मचाई उडायो आँचल कतै नभन्नु, न बात मार्यो न हात लायो, न बात मार्यो न हात लायो परै थियो ऊ, न बात मार्यो न हात लायो परै थियो ऊ, एकै नजरले बनायो खल खल कतै नभन्नु, एकै नजरले बनायो खल खल कतै नभन्नु, उधुम मचाई उडायो आँचल कतै नभन्नु, सुटुक्क आई मचाई हलचल, सुटुक्क आई मचाई हलचल अलौ भयो ऊ, सुटुक्क आई मचाई हलचल अलौ भयो ऊ, छ सम्झिँदै मन त्यही मिठो पल कतै नभन्नु, छ सम्झिँदै मन त्यही मिठो पल कतै नभन्नु,
उधुम मचाई उडायो आँचल कतै नभन्नु न पेट भर्ने न आँत मर्ने न पेट भर्ने न आँत मर्ने जिनिस छ कस्तो न पेट भर्ने न आँत मर्ने जिनिस छ कस्तो छ रात दिन नै त्यसैको तलतल कतै नभन्नु छ रात दिन नै त्यसैको तलतल कतै नभन्नु हुरी रहरको चली गर्यो छल कतै नभन्नु उधुम मचाई उडायो आँचल कतै नभन्नु। धन्यवाद। आहा, सुन्दर गजल वाचन गर्नुभयो। यहाँलाई धेरै धेरै धन्यवाद। आगामी दिनहरूमा पनि यस्तै सुन्दर गजलहरू सुन्न पाइयोस् र साहित्य यात्रा अझ बढी सुन्दर होस्। हजुरलाई शुभकामना छ। अबको क्रममा गजल गायनका लागि आसाम भारतका गिरिधारी उपाध्याय ज्यूलाई हार्दिक अनुरोध गर्दछु र उहाँको गजलको मतला यस प्रकार रहेको छ। लजालु रूप देख्दा आँखा जुदाउँदैछु मीरा भनु कि राधा साहिब जुराउँदैछु बहर मुजाहिद परिसरमी रहेको छ। उहाँलाई कार्यक्रममा स्वागत गर्दछु। गिरिधारी उपाध्यायज्यू। हजुर हजुर नमस्कार। हजुर सर नमस्कार। सम्पूर्ण गजल प्रेमीमा मेरो साष्टाङ्ग दण्डवत प्रणाम। साथै नेपाल गजल प्रबन्धन केन्द्रलाई मुरी धन्यवाद टक्राउँदै म सोझै मेरो गजल वाचन गर्नतर्फ लागे। मेरो गजलको बहर छ मुजाहिद परिश्रमी। गजल यस प्रकार सुरु हुन्छ। लजालु रूप देख्दा आँखा जुदाउँदैछु मीरा भनु कि राधा साहिब जुराउँदैछु मीरा भनु कि राधा साहिब जुराउँदैछु लिएर आश दिलमा पूजा मगर्छु भन्दै लिएर आश दिलमा पूजा मगर्छु भन्दै टिपेर फूल बेली बेदी सजाउँदैछु टिपेर फूल बेली बेदी सजाउँदैछु लजालु रूप देख्दा आँखा जुदाउँदैछु मीरा भनु कि राधा सायद जुराउँदैछु म भित्र जो छ सारा नैवेद्य भोग लाएँ म भित्र जो छ सारा नैवेद्य भोग लाएँ भिरेर बाघछाला आसन लगाउँदैछु भिरेर बाघछाला आसन लगाउँदैछु लजालु रूप देख्दा आँखा जुदाउँदैछु मीरा भनु कि राधा सायद जुराउँदैछु गरेर प्रेम मैले केही नपाउनाले गरेर प्रेम मैले केही नपाउनाले भिरेर बाघछाला लुकाई अश्रुधारा यो मन बुझाउँदैछु लुकाई अश्रुधारा यो मन बुझाउँदैछु
लजालु रूप देख्दा आँखा जुधाउँदैछु मीरा भनु कि राधा सायद जुराउँदैछु रहेन चाह मनमा माया लगाऊं भन्ने रहेन चाह मनमा माया लगाऊं भन्ने छ जो रहन्छ बाँकी त्यसमै रमाउँदैछु छ जो रहन्छ बाँकी त्यसमै रमाउँदैछु लजालु रूप देख्दा आँखा जुधाउँदैछु मीरा भनु कि राधा सायद जुराउँदैछु सायद जुराउँदैछु। नमस्कार। हजुर धन्यवाद। सुन्दर गजल गायन गर्नुभएकोमा हजुरलाई धेरै धेरै धन्यवाद छ। अबको पालो रहेको छ। अब गजल गायनका लागि सिक्किम भारतका युवा गजलकार मुक्ति घिमिरे कश्यपज्यूलाई हार्दिक अनुरोध गर्दछु र उहाँको गजलको मतला यस प्रकार रहेको छ। अहो लाग्न थाल्यो यसै व्यर्थ जीवन छ बढ्दै बिना अर्थ मनमा प्रलोभन बहर मुतकारी मुसब्बन सालिम रहेको छ। अब यसै गरी तयारी अवस्थामा बसिदिन हुनका लागि सोलुखुम्बुका गजलकार जेबी जिज्ञासुज्यूलाई पनि हार्दिक अनुरोध गर्दछु। मुक्ति घिमिरे कश्यप। सर्वप्रथम त गजल प्रवर्धन केन्द्र नेपाल प्रति हार्दिक आभार व्यक्त गर्दछु मलाई यो सुनौलो अवसर प्रदान गर्नुभएकोमा। उपस्थित कार्यक्रमका सभापति महोदय एवं सम्पूर्ण अग्रज स्रष्टागणमा हार्दिक नमन अर्पण गर्दै म सोझै मेरो गजलतर्फ जान चाहन्छु। मेरो गजलको बहर रहेको छ मुतकारिब मुसम्मन सालिम र मेरा गजलका शेरहरू यसरी सुरु हुन्छन्। अहो लाग्न थाल्यो यसै व्यर्थ जीवन अहो लाग्न थाल्यो यसै व्यर्थ जीवन छ बढ्दै बिना अर्थ मनमा प्रलोभन छ बढ्दै बिना अर्थ मनमा प्रलोभन व्यथा भोग इच्छा सबै बिर्सिएको व्यथा भोग इच्छा सबै बिर्सिएको थियो चाँदनी झैं सधैँ शान्त बचपन अहो लाग्न थाल्यो यसै व्यर्थ जीवन छ बढ्दै बिना अर्थ मनमा प्रलोभन बडो शक्तिशाली छ मुस्कान मेरो बडो शक्तिशाली छ मुस्कान मेरो खुसी आज देखेर जल्दैछ दुश्मन अहो लाग्न थाल्यो यसै व्यर्थ जीवन छ बढ्दै बिना अर्थ मनमा प्रलोभन कहाँ हुन्छ माया सधैँ कैदभित्र कहाँ हुन्छ माया सधैँ कैदभित्र तिमी आऊ प्यारी फुकाएर बन्धन अहो लाग्न थाल्यो यसै व्यर्थ जीवन छ बढ्दै बिना अर्थ मनमा प्रलोभन सहज हुन्न यात्रा कतै जिन्दगीको सहज हुन्न यात्रा कतै जिन्दगीको निकै सामना गर्नु पर्नेछ अडचन अहो लाग्न थाल्यो यसै व्यर्थ जीवन छ बढ्दै बिना अर्थ मनमा प्रलोभन छ बढ्दै बिना अर्थ मनमा प्रलोभन। हार्दिक धन्यवाद। सुन्दर गजल वाचन गर्नुभयो।
यहाँलाई धेरै धेरै धन्यवाद छ। आगामी दिनहरूमा पनि हजुरको साथ र सहयोग रहिरहोस् भन्ने अपेक्षा गर्दछु। साथै गजलमा पनि अझै बढी निखारिँदै जाओस् भनेर शुभकामना दिन चाहन्छु। अबको पालो गजल गायनका लागि नेचा सल्यान सोलुखुम्बुका गजलकार जेबी जिज्ञासुज्यूलाई हार्दिक अनुरोध गर्दछु। उहाँको गजलको मतला यस प्रकार रहेको छ। फूल बिथुल्ने वक्र नजर छन्, फूल बिथुल्ने वक्र नजर छन्, भ्रम दुनियाँले बेसरी छल्छन्, भ्रम दुनियाँले बेसरी छल्छन्। बहर मुतकारी मुसब्बन असरम सालिम रहेको छ। बाँकी उहाँकै मुखारबिन्दुबाट, मैले त थोरै प्रयास मात्रै गरेको, अब बाँकी उहाँले नै गाउनुहुनेछ। हार्दिक आभार कार्यक्रम सञ्चालिका मीरा गेवाली आस्थाज्यू। सर्वप्रथम त म यस गजल प्रवर्धन केन्द्र नेपालको प्रथम वार्षिक उत्सव तथा शुभकामना आदान प्रदानको अवसरमा मलाई पनि यस कार्यक्रममा जोड्नु भएकोमा संस्थाप्रति हार्दिक हार्दिक आभार। यता आवाज आएन, त्यता आएको छ? छैन, आवाज आएको छैन, उहाँको समस्या होला। आवाज आएको छैन, समस्या उहाँको भए अर्को लाई पालो दिउँ न, नभए उहाँको समस्या लाइन गयो होला। क्षमा प्रार्थी छु, अलिकति यहाँ इन्टरनेटको समस्या भएको थियो, अहिले हल भएको छ। र डाक्टर देवी पन्थीज्यू लगायत उपस्थित समादरणीय गजल साधकज्यूहरूमा एकमुष्ट नमन टक्राउन चाहन्छु र म अविलम्ब मेरो गजल प्रस्तुत गर्ने अनुमति चाहन्छु। बहर मुतकारिब मुसम्मन असरम सालिम र गजल यसरी सुरु हुन्छ। फूल बिथुल्ने वक्र नजर छन्, फूल बिथुल्ने वक्र नजर छन्, भ्रम दुनियाँले बेसरी छर्छन्, दुःख हो जीवन बाहिर हेर्दा भित्र खुसीका भव्य रहर छन्, भ्रम दुनियाँले बेसरी छर्छन्, साधु भए ठग झैं कलियुगमा, जागा सुते झैं अभिनय गर्छन्, भित्र खुसीका भव्य रहर छन्, टिक्छ उही बन फूल सधैं भर, फूलहरू बेमौसमी झर्छन्, जागा सुते झैं अभिनय गर्छन्, प्रेमी भन्यो निर्धक्क मलाई, आज नशामा तिम्रा अधर छन्, फूलहरू बेमौसमी झर्छन्, जो छ बगरमा
उजमी बस्छ यात्रुहरू केवल नदी तर्छन् आज नशामा तिम्रा अधर छन् बल्ल बन्यो सरकार गरिबको बल्ल बन्यो सरकार गरिबको फेरि सुकुम्बासी किन मर्छन् यात्रुहरू केवल नदी तर्छन् साथ नरोज्नु मेरो तिमीले साथ नरोज्नु मेरो तिमीले दूर क्षितिजका मेरा सफर छन् फूल बिथोल्ने वक्र नजर छन् भ्रम दुनियाँले बेसरी छर्छन् बेसरी छर्छन्। हस् त धन्यवाद। सुन्दर गजल वाचन गर्नुभयो, साँच्चै मन्त्रमुग्ध नै बनाउनु भयो जे विशाल हजुरले। अब म्युट भयो हजुरको। हजुर धन्यवाद जे विशाल। अब यसै गरी गजल गायनका लागि हामी झापामा जानेछौँ। झापाका राजेन्द्र ढुङ्गेलज्यूलाई आफ्ना गजल गायनका लागि हार्दिक अनुरोध गर्दछु। उहाँको गजलको मतला यस प्रकार रहेको छ। दी चोट दिलमा दुखायो कसैले, थियो प्रेम राम्रो छुटायो कसैले, बहर मुतकारी मुसम्मन सालिम रहेको छ। अब यसै गरी तयारी अवस्थामा बसिदिन हुनका लागि म नुवाकोटका गजलका सुदन ढोटेलज्यूलाई हार्दिक अनुरोध गर्दछु। धन्यवाद। कार्यक्रम सञ्चालिका मीरा ग्यावाली आस्थाज्यू साथै सम्पूर्ण स्रष्टाहरूमा हार्दिक नमन गर्दै म अबेर नगरिकन आफ्नो गजललाई सरासरी वाचन गर्ने अनुमति माग्दछु। मेरा गजलका शेरहरू यस प्रकार रहेका छन्। दिही चोट दिलमा दुखायो कसैले, थियो प्रेम राम्रो छुटायो कसैले। दिही चोट दिलमा दुखायो कसैले, थियो प्रेम राम्रो छुटायो कसैले। भएको छु दोषी नजानेर ढोग्न, भएको छु दोषी नजानेर ढोग्न, धकेलेर भुइँमा पुर्यायो कसैले, धकेलेर भुइँमा पुर्यायो कसैले। थियो प्रेम राम्रो छुटायो कसैले। खुसी लाग्छ बुझ्दा फलेकै रहेछु, झटारो ममाखु चलायो कसैले। दिही चोट दिलमा दुखायो कसैले, थियो प्रेम राम्रो छुटायो कसैले। रहो सम्झनामा सधैँ याद मिठो,
सफल बन्न सक्ने बनायो कसैले, दिई चोट दिलमा दुखायो कसैले, थियो प्रेम राम्रो छुटायो कसैले। भयौ दूर सजन बिराएर बाटो, चढी काँध बेर्थै सतायो कसैले, चढी काँध बेर्थै सतायो कसैले, दिई चोट दिलमा दुखायो कसैले, थियो प्रेम राम्रो छुटायो कसैले, थियो प्रेम राम्रो छुटायो कसैले, दिई चोट दिलमा दुखायो कसैले, थियो प्रेम राम्रो छुटायो कसैले, थियो प्रेम राम्रो। राजेन्द्र सर आवाज आएन नि। आवाज आएन? हजुर सकियो सर? सकियो त, आवाज आएन? उहाँको लास्टमा अलि आवाज आएको थिएन। म्युटमा बस्न भन्नुहोस् त। ए धन्यवाद हजुर। आवाज आइरहेको छ, भन्नुहोस्। फेरि गायन गरौँ? कारहरूलाई म्युटमा बसिदिनु होला आफ्नो पालो नआउँदासम्म। सर ल अब धन्यवाद राजेन्द्र ढुङ्गेल सर। अब यसै गरी गजल गायनका लागि म काठमाडौँका गजल अघि नै पूर्व उद्घोषित नाम अनुसार नुवाकोटका गजलकार सुजन डोटेलज्यूलाई हार्दिक अनुरोध गर्दछु र उहाँको गजलको मतला यस प्रकार रहेको छ। बनाएर शिरमा सीताको सिरानी, बनाए कसैले धुवा जिन्दगानी, बनाए कसैले धुवा जिन्दगानी, बहर मुतकारी मुसम्मन सालिम रहेको छ। बाँकी उहाँकै मुखार बिन्दुबाट। सुजन डोटेलज्यू। देखिनु भएको छ, उहाँ त हुनुहुन्छ। सुजन डोटेल सर। सुजन भाइ, हेलो सुजन भाइ, तपाईँको पालो आयो। अब यसै गरी तयारी अवस्थामा बस्नु हुनका लागि काठमाडौँका गजलकार मधुसूदन पराजुलीज्यूलाई हार्दिक अनुरोध गर्दछु। तयारी अवस्थामा बस्नको लागि मधुसूदन पराजुलीज्यूलाई। सुजन सर उहाँ हुनुहुन्न जस्तो छ। सुजन सर भर्खरै हुनुहुन्थ्यो, अहिले फेरि बाहिरिनु भएको छ। उहाँको नेटले साथ दिएन जस्तो छ। अब नेक्स्ट अर्को गजलकारहरूको त्यसै गरी उहाँको पालो मैले पछि बोलाउने छु उहाँलाई। सुजन सर फेरि जोडिनु भयो। सुजन सर पालो अब हजुरको। सुजन डोटेल भाइ देखिरहनु भएको छ सुजन सर? हो भयो। नमस्कार कार्यक्रम सञ्चालिका। मेरो नेट सर्वप्रथम सम्पूर्ण आदरणीय गजल साधकज्यूहरूमा हार्दिक नमन। अनि गजल प्रवर्धन केन्द्रको यो 14औं वर्ष सम्मान गर्दै गर्नलाई प्रेरणा मिलोस् पनि भनेर ढिलो नगरी म मेरा गजल साथीहरू वाचन गर्न गएँ है त। मेरो आवाज आइरहेको छ? आइरहेको छ सर, रोकी रोकी आएको छ बेला बेलामा।
म डाटा खोलेको छु होला चाहिँ ए हजुर हजुर हस्। सुरु लगाएर गर्नुहोस्। सिरमा सीताको सिरानी लगाएर शिरमा चिताको सिरानी बनाए कसैले धुआँ जिन्दगानी बनाए कसैले धुआँ जिन्दगानी तिमीलाई देखे खुसीले रमेको कताबाट यो सुनो बिहानी लुकाएर राखे सबै दुःख पीडा लुकाएर राखे सबै दुःख पीडा नदेखोस् कसैले नयनभित्र पानी नदेखोस् कसैले नयनभित्र पानी रमाएर कोही मलामी छ जाँदै रमाएर कोही मलामी जाँदै कतै दुःख साट्ने हराएछ बानी रमाएर कोही मलामी छ जाँदै कतै दुःख साट्ने हराएछ बानी कतै दुःख साट्ने हराएछ बानी। म अन्तिम शेरमा छु। झर्यो फूल बास्ना चलाएर आफै झर्यो फूल बास्ना चलाएर आफै हमेशा कहाँ हुन्छ उस्तै जवानी हमेशा कहाँ हुन्छ उस्तै जवानी लगाए शिरमा चिताको सिरानी बनाए कसैले जिन्दगानी बनाए कसैले धुआँ जिन्दगानी। हार्दिक आभार। धन्यवाद सर, हजुरलाई धेरै धेरै धन्यवाद छ। हामी गजल गायनका क्रममा छौँ। गजल गायनको क्रममा 7जना गजलकारज्यूहरूले आफ्नो गजल गायन गरिसक्नु भएको छ। उहाँलाई धेरै धेरै धन्यवाद छ। हामी गजल प्रवर्धन केन्द्रको प्रथम वार्षिकोत्सव कार्यक्रममा छौँ। यस प्रथम वार्षिकोत्सव कार्यक्रममा जोडिएर आफ्ना सुन्दर गजलहरू गायन भएकोमा यहाँहरूलाई धेरै धेरै धन्यवाद छ। र कार्यक्रम कस्तो लाग्दैछ हजुरहरूले हेरेर सुनेर प्रतिक्रिया दिनुहोला। र आगामी दिनहरूमा पनि कस्ता कार्यक्रमहरू गर्दा यस गजल प्रवर्धन केन्द्रले आफ्नो गजललाई सुधार गर्नको लागि, गजलको प्रवर्धन गर्नका लागि के कस्ता क्रियाकलापहरू, के कस्ता कार्यक्रमहरू गर्दा राम्रो हुन्छ, उचित सल्लाह सुझाव दिनका लागि पनि हजुर सम्पूर्ण गजल प्रेमी मनहरूमा हार्दिक अनुरोध गर्दछु। अब यसै गरी हामी गजल गायनकै क्रममा छौँ। गजल गायनका लागि काठमाडौँका गजलकार मधुसूदन पराजुली मानवज्यूलाई हार्दिक अनुरोध गर्दछु। उहाँको गजलको मतला यस प्रकार रहेको छ। मेरो र मेरा बाँच्ने आधार छैन अर्को, तिम्रो र मेरो जस्तो संसार छैन अर्को। बहर मुजारे मुसम्मन अखरब रहेको छ। बाँकी उहाँकै मुखार बिन्दुबाट। प्रथमतः नमन सम्पूर्णमा। म मधुसूदन पराजुली मानव प्रथम वार्षिकोत्सवको अवसरमा भाइ गजल प्रवर्धन केन्द्र नेपाललाई धेरै धेरै शुभकामना।
भाइ अलि म स्क्रिन ग- मिलाउनु न, स्क्रिन मिलाउनु न, स्क्रिन सिधा गर्नु न। स्क्रिन सिधा हो ठिक छ, ल ल अमिलो धन्यवाद। म गजलतिरै लाग्छु। गला हल्का ठिक छैन, तै पनि प्रयास गर्छु। मेरो र मेरो बाँच्ने, मेरो र मेरो बाँच्ने आधार छैन अर्को, मेरो र मेरो बाँच्ने आधार छैन अर्को, तिम्रो र मेरो जस्तो संसार छैन अर्को। घायल छ दिल बनेको, घायल छ दिल बनेको, टाढा भएर आफ्नै माया सिवाय मेरो उपचार छैन अर्को, मेरो र मेरो बाँच्ने आधार छैन अर्को, तिम्रो र मेरो जस्तो संसार छैन अर्को। सुन्दर मुहार तिम्रो, सुन्दर मुहार तिम्रो मुस्कानमा छ खिल्दै, सुन्दर मुहार तिम्रो मुस्कानमा छ खिल्दै, तिम्रो मुहार जस्तो अनुहार छैन अर्को, मेरो र मेरो बाँच्ने आधार छैन अर्को, तिम्रो र मेरो जस्तो संसार छैन अर्को। मनमा सजाइराख्छु, मनमा सजाइराख्छु, माया गरेर हरदम, मनमा सजाइराख्छु, माया गरेर प्यारे, मेरो विशाल मन झैं दरबार छैन अर्को, मेरो र मेरो बाँच्ने आधार छैन अर्को, तिम्रो र मेरो जस्तो संसार छैन अर्को। अन्तिममा छु, मेरो हियो समर्पित, मेरो हियो समर्पित, हर पल छ तिम्रो लागि, मेरो हियो समर्पित, हर पल छ तिम्रो लागि, तिम्रो माझै जगतमा दिलदार छैन अर्को, मेरो र मेरो बाँच्ने, मेरो र मेरो बाँच्ने आधार छैन अर्को, तिम्रो र मेरो जस्तो संसार छैन अर्को। धन्यवाद। मिरा बहिनी स्पिकर खोल्नुहोस्, स्पिकर खोल्नुहोस् मिरा बहिनी। धन्यवाद मधुसूदन पराजुलीज्यू, यहाँलाई धेरै धेरै धन्यवाद। आफ्ना गजल गायन गरेर जानुभएको छ, सुन्दर प्रस्तुति दिनुभएको छ, यहाँलाई धेरै धेरै धन्यवाद। अब हामी गजलको अन्तिम चरणमा आइपुगेका छौँ गजल गायनको क्रममा। अब गजल गायनका लागि कञ्चनपुरका गजलकार नवराज भट्टज्यूलाई हार्दिक अनुरोध गर्दछु। उहाँको गजलको मतला यस प्रकार रहेको छ।
मुसार छन् बुढाले सधैँ आफ्ना गाला जवानीको जस्तै देखाएर चाला बहर अनुराग रहेको छ। बाँकी उहाँकै मुखारबिन्दुबाट। ल हस्, धन्यवाद सर जोडिदिनु भएकोमा। सुदूरपश्चिम धन्यवाद लास्ट सर। नमस्कार सर। हरेक ठाउँमा पछाडि नै छ, विकासमा पछाडि, अवसरमा पछाडि, यहाँ पनि पछाडि। त्यस्तो होइन सर, अब अगाडि आउनुपर्छ सर। सुदूरपश्चिम अब यो गजल प्रबन्ध केन्द्रका अध्यक्षजी, सल्लाहकारदेखि डाक्टर देवी पन्थज्यू, अरू उपस्थित सबै गजल मनहरू, धन्यवाद छ जोड्नु भएकोमा। म एउटा गजल सुनाउँछु। मलाई हिजो अनुरागजीले भन्नुभएको थियो, मैले पठाएको। मेरो गजल अनुराग जगह बहर हो, यस प्रकार छ। मुसार छन् बुढाले सधैँ आफ्ना गाला, मुसार छन् बुढाले सधैँ आफ्ना गाला, जवानीको जस्तो देखाएर चाला, जवानीको जस्तो देखाएर चाला। मुसार छन् बुढाले सधैँ आफ्ना गाला, जवानीको जस्तो देखाएर चाला, जवानीको जस्तो देखाएर चाला। नयनमाथि चस्मा सजेको छ उनको, नयनमाथि चस्मा सजेको छ उनको, फुलेको छ दारी गलामा छ माला, फुलेको छ दारी गलामा छ माला। नयनमाथि चस्मा सजेको छ उनको, फुलेको छ दारी गलामा छ माला, जवानीको जस्तो देखाएर चाला। सबैमा छ धेरै धनी बन्ने चाहत, सबैमा छ धेरै धनी बन्ने चाहत, लगाएको देखिन्छ जिब्रोमा ताला, लगाएको देखिन्छ जिब्रोमा ताला। सबैमा छ धेरै धनी बन्ने चाहत, लगाएको देखिन्छ जिब्रोमा ताला, फुलेको छ दारी गलामा छ माला। सबै जान्छन् मन्दिर भजन गर्न भन्दै, सबै जान्छन् मन्दिर भजन गर्न भन्दै, तिनैमा छन् कोही बढी मनका काला, तिनैमा छन् कोही बढी मनका काला। सबै जान्छन् मन्दिर भजन गर्न भन्दै, तिनैमा छन् कोही बढी मनका काला, लगाएको देखिन्छ जिब्रोमा ताला। अन्तिममा बिना दाना पानी सबल हुन्न कोही, बिना दाना पानी सबल हुन्न कोही, कहाँ हुन्छ तगडा सुकाएर छाला, कहाँ हुन्छ तगडा सुकाएर छाला। बिना दाना पानी सबल हुन्न कोही, कहाँ हुन्छ तगडा सुकाएर छाला, तिनैमा छन् कोही बढी मनका काला। मुसार छन् बुढाले सधैँ आफ्ना गाला, मुसार छन् बुढाले सधैँ आफ्ना गाला, जवानीको जस्तो देखाएर चाला, जवानीको जस्तो देखाएर चाला। ल यस्तो सुनाए। सुन्दर छ, सुन्दर छ। सुन्दर गजल वाचन गर्नुभयो, गजल गायन गर्नुभयो। यहाँलाई धेरै धेरै धन्यवाद। आज पहिलो पटक हजुरको मुखारबिन्दुबाट गजल सुन्न पाइयो, खुसी लागेको छ। धन्यवाद सर। मीरा बहिनी, हजुर मैले बिदा माग्नलाई थोरै समय मागेर मलाई गाह्रो भयो कि बस्न, बाँकी म भोलि सुन्छु। ए हजुर, सबैजनासँग बिदा मागे है त मैले। कार्यक्रममा आउनुभयो, यहाँलाई धेरै धेरै धन्यवाद छ।
हजुर हुन्छ स्वास्थ्यको पनि ख्याल गर्नु होला धेरै धेरै धन्यवाद त्यही भएर मलाई बस्न गाह्रो भयो त्यही भएर अब त स्वास्थ्य पहिले भन्दा हस् ठिक होला हुन्छ हुन्छ अहिले धेरै सुधार भएको छ नि ए ल राम्रो धेरै सुधार भएको छ हुन्छ हुन्छ अघि बढ्नुहोस् हाम्रो आमन्त्रित 9 जना गजलकारज्यूहरूले आफ्ना गजलहरू गायन गरेर गइसक्नु भएको छ अब म यहाँ आएका कमेन्टहरू पढ्न गइरहेकी छु मैले स्क्रिनमा देखे अनुसारका कमेन्टहरू पढ्दैछु मुसारसन बुढाले सधैँ आफ्ना गाला आहा सुन्दर गजल नवराज भट्ट सर भनेर अनुराग अरुणज्यूले भन्नुभएको छ यसै गरी जेपी जिज्ञासुज्यूले चोटिलो मतला नवराज भट्ट दाई भन्नुभएको छ यसै गरी एक नारायण चापागाईज्यूले गुरु लगायत सम्पूर्णमा हार्दिक नमन भन्नुभएको छ उहाँलाई पनि मेरो तर्फबाट हार्दिक नमन यसै गरी एक नारायण चापागाईले आहा भन्नुभएको छ फेरि पनि यसै गरी हामीलाई रविराज खनालज्यूले पनि हेर्नु भएको छ सीता शर्मा पन्थीले पनि हेरिरहनु भएको छ सुधीर थापाज्यूले पनि हामीलाई हेरिरहनु भएको छ मेरो अब आमन्त्रित 9 जना गजलकारज्यूहरूले आफ्नो सुन्दर गजल प्रस्तुत गरिसक्नु भएको छ अब गजल प्रवर्धन केन्द्र नेपालका सल्लाहकार डाक्टर देवी पन्थीज्यूलाई आजको कार्यक्रमको छोटो समीक्षा गरिदिन हुनका लागि हार्दिक अनुरोध गर्दछु हवस् धेरै धेरै धन्यवाद छ बहिनी मीरा ग्याउली आस्थाज्यू यहाँले कार्यक्रमलाई बडो सुन्दर ढङ्गबाट प्रारम्भ गरेर अवतरणको बिन्दुमा ल्याइ पुर्याउनु भएको छ यहाँलाई धेरै धन्यवाद छ नेपाल गजल प्रबन्धन केन्द्र नेपालका अध्यक्ष अनुराग अरुणजी जो स्वयं यो कार्यक्रमलाई को केन्द्रीय स्थलमा रहेर सञ्चालन पनि गरिरहनु भएको छ उहाँलाई म हार्दिक नमन टक्राउन चाहन्छु सँगै आजको कार्यक्रममा मैले यहाँ 10वटा बनाएको छु बहिनीले 9वटा भन्नुभयो शर्मिला तिमसिना मोहन गौतम सानुका गुरागाई गिरिधारी उपाध्याय मुक्ति घिमिरे कश्यप जेबी जिज्ञासु राजेन्द्र ढुङ्गेल और सुजन टोटेल मधुसूदन पराजुली र नवराज भट्ट तर मेरोमा यहाँ 10वटा छ मैले पनि गल्ती गरेको हुनसक्छु यहाँहरू सबैलाई म हार्दिक नमन टक्राउँदै आजको कार्यक्रममा उपस्थित भएर कार्यक्रमलाई सफल बनाइदिनु भएकोमा प्रारम्भमै म यहाँहरूलाई हार्दिक नमन टक्राउँदै धन्यवाद ज्ञापन गर्न चाहन्छु आजको कार्यक्रममा खास गरी भारत र नेपालका गजलकारहरूको सुन्दर उपस्थिति रह्यो र यो उपस्थिति एकदमै उपलब्धिपूर्ण पनि रहेको छ यो उपस्थिति एकदमै उपलब्धिपूर्ण रहेको छ र गजल गायन आफैमा एउटा जटिल विषय हो र गजल गायनको बारेमा टिप्पणी गर्नु त अझ झन् जटिल विषय हो त्यसैले म यहाँ खास गरी नेपाली गजल गायनमा किन यति अप्ठ्यारो भइरहेको छ भन्ने कुरामा पनि एक दुई शब्द भन्न चाहन्छु तर त्योभन्दा पहिले आज प्रस्तुत भएका गजलमा मैले सामान्यतया सुन्दाखेरि देखिएका गुण दोषहरूलाई यहाँ सबभन्दा पहिले छोटकरीमा उल्लेख गर्न चाहन्छु पहिलो गजल शर्मिला तिमसिनाज्यूको थियो उहाँले भूमिका सहित स्वागत भाषण सहित आफ्नो गजल प्रस्तुत गर्नुभएको थियो र उहाँको गजलको प्रस्तुति अति सुन्दर हुँदै पनि उहाँको जुन गायनको लय हो त्यो चाहिँ कहिले निकै माथि र कहिले निकै तल हुने र समान रूपले चाहिँ लय नबगेको एउटा मात्र दोष मैले देखेँ अरू सबै कुरामा उहाँको प्रस्तुति अब्बल रह्यो त्यसपछि मोहन गौतमजीको यहाँ उपस्थिति रह्यो भारतबाट र उहाँले प्रस्तुत गरेको जुन लय हो त्यो लय चाहिँ गजल
को फ्लेभरसँग निकै नजिक थियो। 10 जनाको गजल मध्येमा लयमा उहाँले निकै राम्रो सुन्दाखेरि मैले गजलै सुनिराखेको छु कि जस्तो एउटा चाहिँ फ्लेभर त्यहाँ उहाँले दिनुभएको थियो। तर उहाँको शब्द बनावटहरूले अलिकति उहाँलाई पनि दुःख दियो। उहाँ कतै कतै झुक्किनु भयो। जस्तै सुरुमै उहाँले निकै चित्त मैले दुखाएर रोएँ भन्नुभयो। निकै चित्त मैले दुखाएर रोएँ यो वाक्य गठन नै चाहिँ तपाईँको निकै चित्त हुन्छ कि निकै दुखाएर हुन्छ, यो कुरा चाहिँ उहाँको सुन्दाखेरि चाहिँ वाक्य कतै गडबड भए जस्तो श्रोताहरूले महसुस गर्ने किसिमको वाक्य निर्माण भएको रहेछ। यसलाई परिवर्तन गर्नु हुन म हार्दिक अनुरोध गर्दछु। त्यसै गरेर अब लुटेराहरूले भन्दा लुलाई यहाँले चाहिँ दीर्घ उच्चारण गर्नुभएको छ। यहाँ लुटेराहरूले हुन त यो शब्द अलि लामो भएको हुनाले सबैलाई अप्ठ्यारो पर्ने हो, तर प्रष्ट रूपमा चाहिँ दीर्घ उच्चारण भएको देखिएको छ। त्यसै गरेर फोका झैँ हो जिन्दगीमा यो ओकारलाई चाहिँ सुरुमै यहाँले गिराउनु भएको छ। सुरुमै गिराउँदा चाहिँ त्यति राम्रो देखिँदैन। यहाँ एउटा लोकप्रिय गजलकार हुनुहुन्छ, त्यस कारण मैले यो कुरा दर्शाएँ र अरू कुरामा उहाँको प्रस्तुति अत्यन्तै राम्रो रह्यो। जानुका गुरागाईज्यूको अवस्था अस्वस्थ अवस्थामा रहँदै पनि उहाँले सुन्दर प्रस्तुति दिनुभयो। तर उहाँको पनि दोष हाम्रो शर्मिला तिमसिनाजीकै जस्तो रह्यो। उहाँले स्वरलाई कहीँ निकै माथि ल्याउने, कहिले तल स्वाटे झार्ने, शब्दलाई उच्चारण गर्दाखेरि ह्रस्व र दीर्घलाई कहाँनिर तान्ने कहाँनिर चाहिँ घटाउने भन्ने कुरामा उहाँले ध्यान दिएको खण्डमा उहाँको राम्रो छ। उहाँको गजल गाउने जुन रहर हो त्यो चाहिँ प्रशंसायोग्य छ। गिरिधारी उपाध्यायजी आउनुहुन्छ 4 नम्बरमा। उहाँले त धेरै ठाउँमा रसोलाई चाहिँ दीर्घ उच्चारण गर्नुभयो। उहाँले जस्तै टिपेरमा टीलाई नै दीर्घ उच्चारण गर्नुभयो, मिरामा पनि मिलाई चाहिँ दीर्घ उच्चारण गर्नुभयो। र यसरी यो उच्चारणको जुन गजलमा चाहिँ महत्त्व छ यो सङ्गीतसँग नजिक भएको हुनाले यसलाई यहाँले चाहिँ गिरधारीजीले अझ अध्ययन गर्नुपर्ने देखिन्छ। त्यसपछि मुक्ति घिमिरे कश्यपजीको गजल पनि हामीले सुन्यौँ। उहाँले सुरुमै 2टा छ प्रयोग गर्नुहुन्छ। छ बढ्दै पनि भन्नुहुन्छ, छ मनमा प्रलोभन पनि भन्नुभएको छ। एउटै वाक्यमा 2 ठाउँमा छको प्रयोग भएको छ। यो सुन्दा राम्रो देखिँदैन र शब्दको एकदमै हाहाकारै त हाम्रो नेपाली साहित्यमा भएको होइन, अर्को शब्द पनि राख्न सकिन्थ्यो। अब अर्को कुरा छ मनमा प्रलोभन भन्ने यो घनश्याम नेपालीको जीको गजलमा एकपल्ट प्रयोग भएको पुरा वाक्य हो जस्तो मलाई लाग्छ सुन्दाखेरि झट्ट। मैले हेरेर होइन त मलाई याद भएसम्म यसमा यहाँले ध्यान दिनुहुनेछ। र गाउँदाखेरि उहाँ अलिकति हिचकिचाट भए, खुलस्त नभएको, कहीँ डर र भय चाहिँ धेरै भएको उहाँमा देखियो। यस्तो प्रकारको भय र डर भित्र मनमा राखेर चाहिँ प्रस्तुत गर्दा चाहिँ श्रोतालाई चाहिँ सुन्न अप्ठ्यारो हुन्छ र आफूभित्र रहेको भय र हिचकिचाटलाई हटाउनु हुन म हार्दिक अनुरोध गर्दछु। र शब्दहरूलाई खोज्नको लागि कैयौँ दिन लाग्न सक्छ। कतिपय गजल त 1 वर्षमा पनि पुरा गर्नुपर्ने हुन्छ। त्यसलाई परिमार्जन गरिराख्नुपर्ने हुन्छ। कुनै एक ठाउँमा प्रस्तुत गरिसकेर गुरुले चाहिँ ओके गरिसकेपछि पनि त्यसलाई पढेर पुनः चाहिँ परिमार्जन गर्ने फुर्सदको बेलामा र गाउँदाखेरि सल्ल बग्ने किसिमको त्यसका जो वजन अनुसार चाहिँ आफूलाई उच्चारण गर्न अप्ठ्यारो नहुने कुरामा हमेसा ध्यान दिनुपर्ने हुन्छ। जेबी जिज्ञासुजीको त धेरै राम्रो छ। हुँदाहुँदै पनि उहाँले पनि एउटै गजलमा 2-3वटा लय मिसाउनु भयो आज फेरि। अब कहिलेकाहीँ के हुन्छ भने जान्ने मान्छेले धेरै गल्ती गर्छ भने जस्तो आज भयो। अब तपाईँको प्रत्येक शेरहरू अलग अलग लयमा उहाँले प्रस्तुत गर्नुभयो र एक ठाउँमा सुकुमवासी भन्ने शब्दलाई सुकमवासी पनि भनिदिनु भयो भने त्यहाँ उहाँले लेख्नुभएको चाहिँ के छ हेर्नु होला। सुकमवासी हो कि सुकुमवासी हो त्यो पनि हेर्नु होला।
र उहाँको अत्यन्तै राम्रो प्रस्तुति सुन्दाखेरि मधुर कण्ठ हुँदै पनि अब अलिकति उहाँले के गर्नुभयो त भन्दा लयलाई मिश्रण गर्नुभयो। एउटै लयमा सुरुदेखि अन्तिमसम्म जान सक्नु भएन। त्यसको कारण के हो त भन्दा हिजो पनि हामी भेट भएका थियौँ र हामीले हिजो गरेको कुराले उहाँ बढी सचेत हुनुभयो। कहिलेकाहीँ बढी सचेत हुँदाखेरि पनि मान्छे लड्छ, त्यो काम चाहिँ आज भयो। अब सचेत मान्छेले लड्छ भन्ने एउटा भनाइ पनि छ। यसमा यहाँले विचार पुर्याउनु होला। एकदम नआत्तिकन यताउता ध्यान नदिकन यहाँले अवभ्रान्त प्रस्तुत गर्नुहुनेछ। यहाँको सम्भावना निकै राम्रो भएको व्यक्ति हुनुहुन्छ। त्यस्तै राजेन्द्र ढुङ्गेलज्यूले पनि मुत्कारी मुसलमान तालिममा सुनाउनु भयो। उहाँको पनि दोष त्यस्तै प्रकारको छ। जस्तै रसोलाई दीर्घ उच्चारण गर्ने, जस्तै दुखायो भन्नुपर्ने दुखायो भन्नुपर्नेमा दुला चाहिँ उहाँले के गर्नु दीर्घ उच्चारण गर्नुभयो सुरुमै। त्यसै बिराएर बाटोलाई एकैपल्ट उच्चारण गर्नुभयो, बिराएर बाटो। यो एमा गएर अलिकति अडिनु पर्ने हो, उहाँले बिराएर बाटो सिधै उच्चारण गर्नुभयो। र यो छन्दमा उहाँ अलिकति अगाडि हुनुहुन्छ कि जस्तो लाग्यो। छन्दको ढङ्गबाट उहाँ जानुभयो, त्यसलाई चाहिँ ध्यान दिनु होला। त्यसै गरेर सुजन डोटेलज्यूको पनि त्यही नै दोष रह्यो। नदेखोस् भन्ने शब्दमा नलाई चाहिँ दीर्घ उच्चारण गर्नुभयो। र बनाए कसैले धुवा जिन्दगानी भन्दाखेरि धुवा र जिन्दगानीलाई जोडेर नै उहाँले पनि उच्चारण गर्नुभयो। धुवा जिन्दगानी भन्नु पर्यो, धुवा जिन्दगानी भनेर जानुभयो उहाँ। त्यसरी तपाईँले ओजनलाई हेरेर उच्चारण गर्न सिक्नु हुन अनुरोध गर्दछु। त्यसरी मधुसूदन पराजुलीजीले अखरब मुजारे अखरबको गजल राम्रै प्रस्तुत गर्नुभयो। यतिकोलाई हरेक 7 अक्षरमा चाहिँ अडान हुनुपर्ने कुरालाई उहाँले सुरुदेखि अन्त्यसम्म पालना गर्नुभयो। तर उहाँको लय भङ्ग भयो। कसरी भने सुरुमा उहाँले निकै फास्ट गाउनु, पछि गएर फेरि एकदम स्लो हुनुभयो। सुरुदेखि कि स्लो नै भएर जानु पर्थ्यो कि सुरुदेखि फास्ट जानु पर्थ्यो, त्यो नगरेर उहाँ सुरुमा एकदमै हतारी नै गरेर जानुभयो, पछि गएर एकदम स्लो हुनुभयो। यो गाउने सम्भावना तपाईँको पनि मैले राम्रो देखेको छु। तपाईँले अलिकति ध्यान दिनु होला भन्ने म अनुरोध गर्छु। नवराज भट्ट सरको एकदमै राम्रो रह्यो। तर उहाँले पनि एक ठाउँमा नयनमाथि भन्दाखेरि नयनमा मालाई पनि रसोले उच्चारण गर्नु उहाँले एउटा त्यहाँ अब त्यो शब्द लेखाइले गर्दा त्यस्तो हुन गयो। अर्को जिब्रो भन्ने शब्द जुन छ, यो जिब्रो शब्दले यहाँलाई गायनमा धेरै अप्ठ्यारो पारेको छ। यो शब्द उहाँले परिवर्तन गर्नु होला फुर्सदको बेलामा भन्ने म अनुरोध गर्दछु। यही कुरा मैले 10 जना यहाँ मैले टिपेको नम्बर 10 रह्यो र सबैको परिस्थिति समग्रमा हेर्दा राम्रो थियो। तर राम्रो हुनमा हाम्रो नेपाली भाषाले पनि हामीलाई अप्ठ्यारो पारिरहेको छ। खास गरी गजलको गायन र उच्चारणको जुन सूत्र फारसी सूत्र छ, यो चाहिँ फारसी र उर्दू, पहिले फारसी र पछि गएर उर्दू भाषाको लय अनुरूप त्यसलाई चाहिँ त्यसको गणहरूको निर्माण गरिएको हुनाले हामी नेपाली भाषामा त्यसलाई गाउँदाखेरि गजलको फ्लेभर दिन सकेका छैनौँ। यो हाम्रो दोष हो जस्तो मलाई लाग्दैन। यो दोष भनेको के त भन्दा यो जुन देशले जुन भाषाले यो गजलको निर्माण गर्यो, त्यो भाषाको लय आउने गरी यसका चाहिँ सूत्रहरू निर्माण भएको हुनाले हामीलाई नेपाली भाषामा त्यसको लय मिलाउन चाहिँ हामीलाई अप्ठ्यारो परेको हो जस्तो मलाई लाग्छ। र कयौँ कारणहरू अरू पनि छन् जो हाम्रो नेपाली गजल गायनमा चाहिँ अप्ठ्यारो पार्ने समस्याहरू विभिन्न देखिएका छन्। जस्तै यो बहर र शास्त्रीय सङ्गीतको तालमेल नहुनु। हामी धेरै चाहिँ अब वेद
हाम्रो धर्मशास्त्र हाम्रो रीतिरिवाज संस्कृतिले हामी चाहिँ शास्त्रीय छन्दको नजिकमा छौँ, जाने पनि नजाने पनि। अब हामीले सोसानी जति बेला वाचन गर्छौँ त्यति बेला, अथवा जति बेला रामायण वाचन गर्छौँ, छन्द नजानेकाले पनि त्यही लयमा वाचन गरिदिन्छौँ। जति बेला हामी मुना मदन पढ्छौँ, त्यो झ्याउरीलाई नजान्नेले पनि त्यो लयमा पढिराखेको हुन्छ, सूत्र नथाहा पाइकन पनि। त्यस्तै किसिमले यहाँ भइराखेको एउटा स्थिति छ। शास्त्रीय सङ्गीतसँग हामी नजिक छौँ र हाम्रो बहर को जुन छुट्टै एउटा सङ्गीत अरू शास्त्रमा निर्माण गरेको छ, त्योसँग तालमेल नभएको कारणले हामी त्यो गजल गायनको, शुद्ध गजल गायनको अथवा गजल सुन्दा जस्तो सुनिनु पर्ने त्यो नजिक हामी पुग्न नसकेको कारण चाहिँ बहर र शास्त्रीय सङ्गीतको तालमेल नमिल्नुको कारण पनि हो। अर्को कुरा, हाम्रा जति पनि गायकहरू हुनुहुन्छ नेपाली भाषाका, उहाँहरू चाहिँ को जुन प्रशिक्षण हो गायनमा आउनुभन्दा पूर्व, कति त स्वतस्फूर्त रूपमा गायक हुनुभएको छ भने कतिले भारत पुगेर, बम्बे, कलकत्ता पुगेर विभिन्न यो लयहरूलाई सिकेर उहाँ आउनुभएको छ। तर उहाँहरूले सिक्दाखेरि गजलको जुन शैली हो त्यसलाई चाहिँ सिकेर आएको देखिँदैन। किनभने अहिलेसम्म नेपाली यो गजल गायनको क्षेत्रमा धेरै गायकहरूले, सिनेमाका गीत गाउनेहरूले अथवा यसै एल्बममा गीत गाउनेहरूले गाउन त गाउनु भएको छ, तर त्यो गजलको फ्लेभर दिन नसकेको कारणले उहाँहरू फेरि पछाडि हट्नु भएको छ अथवा गजल गाउन छोड्नु भएको छ। यसको मूल कारण के हो त भन्दा हाम्रो नेपाली गीतमा चाहिँ पप, आधुनिक गीत र लोकगीतको प्रभाव चाहिँ बढी छ। त्यसकारण उहाँले सुरु गर्दाखेरि चाहिँ अब गजल शैलीमा गरे पनि बिचमा गएर कि त अब लोकगीतको शैलीमा जानुहुन्छ कि आधुनिकको शैलीमा जानुहुन्छ। ठिक त्यसै प्रकारका हामीमा पनि त्यसको प्रभाव छ। हामीले प्रस्तुत गर्दा गर्दै अर्को लयतिर भकिन्छौँ हामी। यो एउटा समस्या हामीमा रहेको छ। त्यस कारणले यो भरको ज्ञान बिना नै सङ्गीत भर्ने एउटा चलन पनि छ। जो सङ्गीतकार हुनुहुन्छ उहाँलाई गजलको ज्ञानै छैन, जुन गायक हुनुहुन्छ उहाँलाई पनि त्यसको ज्ञान छैन। अब दुवैमा एउटा जान्ने भए पनि, अर्को जस्तै लोचन भट्टराईलाई बहरको अलिअलि ज्ञान छ, तर उहाँको सङ्गीत जसले भर्छ उहाँ सङ्गीतकारलाई फेरि त्यसको ज्ञान छैन। त्यस कारण गायक र सङ्गीतकारको बिचमा तालमेल नभएकोले जसरी नेपाली गजलहरूले वास्तविक गजलको स्वाद दिन सकिरहेका छैनन्, त्यो प्रभाव चाहिँ हामी गजलकारहरूमा पनि रहेको हामीले देखिएको छ, हामीले देख्न पाउँछौँ। र त्यही कारणले गर्दा शेरको जुन भित्री अर्थ हुन्छ, शेरको जुन भित्री भाव हुन्छ, त्यसलाई बुझेर सोही अनुसारको सङ्गीत निर्माण गर्नुपर्ने, त्यसमा आरोह अवरोह सङ्गीतको हुनुपर्नेमा त्यो चाहिँ नमिलेको मूल कारण के भने गायक र सङ्गीतकारमा चाहिँ बहरको ज्ञान नहुनु। अब त्यो गायक र सङ्गीतकारले जबसम्म त्यसलाई चाहिँ विशुद्ध गजलको लयमा गाएर हामीलाई सुनाउनुहुन्न, तबसम्म हामी गजल लेख्ने गजलकारहरू अथवा गजल कहने गजलकार हौँ, हामीमा पनि त्यो शुद्धता आउन बडा मुस्किल। जस्तै यहाँ मोहन गौतमजीले आज अलिकति ल्याउनु भएको थियो, तर पछि गएर फेरि उहाँ पनि ढलफल हुनु। किन हुनुभयो त भन्दा हरेक कुराको लागि गजल त यस्तो एउटा विधा हो जसमा गुरुको आवश्यकता हरेक कदममा पर्दछ। हामी हाम्रो गुरु भएर चाहिँ कुनै गायक आइदिएको खण्डमा हामीले चाहिँ फेरि यता पनि हामी गजल गायनमा हामीले सुधार गर्न सक्छौँ। त्यस कारणले हामीमा देखिएको दोष हाम्रो मात्र होइन, हाम्रो भाषाको पनि हो। र गजल एउटा विदेशबाट आएको, विदेशीहरूले खास गरी फारसी र त्यसपछि इरान, इराक, पाकिस्तान हुँदै भारतमा आएपछि यो चाहिँ त्यहाँ पछि बनेको भाषा चाहिँ उर्दू भाषा र यो फारसी भाषाको लयमा यसलाई निर्मित गरिएको हुनाले त्यो जुन स्वाद हामी गजल गाउँदाखेरि श्रोताहरूलाई दिनुपर्ने हो त्यो नदिएर हामी कहिलेकाहीँ बढी आवाजलाई
उच्चा गरेर कहिले आवाजलाई बडो तल गरेर मधुर स्वर निकाल्ने प्रयास मात्रै हामी गर्छौँ, तर त्यसको खास गजलको जुन स्वर हो त्यो हामीले निर्माण गर्न नसक्नु यो हाम्रो मात्रै दोष नभएर समग्र गजल विधामा रहेका दूरीहरू अथवा सांस्कृतिक दूरी, भौगोलिक दूरी, भाषाको दूरी, व्याकरणको दूरी, अब उर्दूमा जसरी शब्दहरूको उच्चारण गरिन्छ त्यसरी हामी फरक ढङ्गबाट गर्छौँ। हामी संस्कृतको शब्दहरूलाई बढी प्रयोग गर्छौँ। यो कारणले गर्दा हाम्रो शब्दहरू धेरै सफ्ट छन्, धेरै नरम छन् र हामी चाहिँ बढी लचिला छौँ। अनि हामीभन्दा अझ बढी लचिला चाहिँ उनीहरू छन्, किनभने शब्दहरूलाई जसरी पनि उच्चारण गर्न पाउने उनीहरूले चाहिँ नियम बनाएका छन्। जस्तै मोहब्बत भने पनि हुन्छ, मुहब्बत भने पनि हुन्छ, मोहब्बत भने पनि हुन्छ। जसरी उच्चारण गरे पनि उनीहरूले उसलाई शुद्ध दिएका छन्। हाम्रो नेपाली व्याकरणले हामीलाई एकदम घेराभित्र राखेको छ। उच्चारण चाहिँ अब हाम्रो देशमा बोलिने अनेक भाषाहरू छन्। हाम्रो देशमा एउटै शब्दलाई नेवार जातिले एक तरिकाले, बाहुनले एक तरिकाले, छेत्रीले एक तरिकाले, लिम्बूले एक तरिकाले एउटै शब्दलाई उच्चारण त गरेको हुन्छ, तर त्यसलाई मान्यता दिने काम चाहिँ हाम्रो व्याकरणले गरेको छैन। त्यो फ्लेक्सिबिलिटी नभएसम्म पनि हामी शब्दमा सुन्दरता भर्न सक्दैनौँ, आवाजमा सुन्दरता भर्न सक्दैनौँ भन्ने चाहिँ मैले ठहर गरेको छु। र हामीले नेपाली गजल गायनमा रहेका के समस्या हुन् भन्ने बारेमा म एउटा गहिरो अध्ययन पनि अहिले गरिरहेको स्थिति छ र अहिलेसम्म मैले जे भेटेको छु यहाँहरूको अगाडि राखेँ। यहाँले गरेको प्रयास निकै राम्रो छ। यहाँले लेख्दाखेरि र गाउँदाखेरि, लेखन गर्दाखेरि विषयवस्तुको जुन छनौट हो त्यसलाई पनि ध्यान दिनुपर्ने हुन्छ। अरूले भनिसकेका कुराहरू हामीले गजलमा ल्यायौँ भने सुन्दा बित्तिकै थाहा भइहाल्छ। जस्तै यहाँ अहिले मैले एउटा उच्चारण पनि गरेँ, छ मनमा प्रलोभन भन्दै यो चाहिँ घनश्याम परिश्रमजीको हो भन्ने जस्तो मलाई लाग्छ भने यस्तो भयो भने पनि त्यसको चाहिँ मूल्य घटेर जान्छ। हामी प्रभावित चाहिँ हुने हो, तर प्रभावित चाहिँ शब्दको कपीबाट होइन, हामीले त्यो शैलीलाई चाहिँ कपी गर्नुपर्ने हुन्छ, शैलीलाई कपी गर्नुपर्ने हुन्छ। यति भन्दै म आज यो गजल प्रवर्धन केन्द्र नेपालको चौथो यो वार्षिक उत्सवको चौथो श्रृङ्खला, पहिलो वार्षिक उत्सवको चौथो यो श्रृङ्खलामा बाँकी तीनवटा श्रृङ्खला जसरी सफल भए त्यसरी नै अझ राम्रो तरिकाले छोटो समयमा 10 जना गजलकारहरूले आफ्नो गजलहरू प्रस्तुत गरेर यो गजल प्रस्तुतिको कार्यक्रमलाई सफल पार्नु भएको छ। र यसमा अनुराग अरुणजीको जुन मेहनत छ, हाम्रो गजलकारहरूलाई खोजेर ल्याउने र पर्दामा प्रस्तुत गर्ने, सार्वजनिक गर्ने, यसको लागि म अनुराग अरुणजीलाई, हाम्रो जो अध्यक्ष हुनुहुन्छ, उहाँको नेतृत्वमा नेपाली गजलले निकै फड्को मार्ने सङ्केत चाहिँ यसले देखाएको छ। यसको लागि म हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छु। जस्तै मीरा बहिनीले पनि आज पहिलो पटक मैले उहाँले कार्यक्रम सञ्चालन गरेको पाएँ, तर उहाँको सञ्चालन तरिका एकदमै राम्रो छ। उहाँलाई म हार्दिक धन्यवाद दिन चाहन्छु। सबैमा हार्दिक धन्यवाद टक्राउँदै म आफ्नो मन्तव्य यहीँ अन्त्य गर्दछु। हवस् त, नमस्कार। धन्यवाद देवी गुरु, हजुरले सुन्दर समीक्षा गरेर जानुभएको छ। हामी सिकारु गजलकारहरूलाई पनि र सिक्दै गजलमा बागेसरी रहनुभएका सम्पूर्ण गजलकारहरूलाई एकदम हौसलापूर्ण समीक्षा गरिदिनु भएकोमा हजुरलाई धेरै धेरै धन्यवाद व्यक्त गर्दछु। साथै हामी आजको यस गजल प्रवर्धन केन्द्रको प्रथम वार्षिक उत्सव कार्यक्रमको अन्तिम चरणमा आइपुगेका छौँ। आजको यस कार्यक्रमका सभापति तथा गजल प्रवर्धन केन्द्रका अध्यक्ष अनुराग अरुण ज्यूलाई आफ्नो कार्यक्रम समापनका लागि हार्दिक अनुरोध गर्दै आजको यस कार्यक्रमका सञ्चालिका म मीरा गेवाली आस्था हजुरहरूबाट बिदा माग्दछु। साथै गजल आजको यो कार्यक्रम सञ्चालनका क्रममा केही त्रुटि भयो होलान्, यसका लागि हजुर समक्ष हृदयदेखि नै क्षमा प्रार्थी भन्दै यस कार्यक्रमबाट ओझेल पर्दछु। हस्त, धन्यवाद।
धन्यवाद सञ्चालिका मेरा गेवाली आस्थाज्यू। बडो सुमधुर किसिमबाट एकदम 1.5 घण्टा यो कार्यक्रम समापनतिर लैजानुभयो। उहाँको उद्घोषण कला निकै राम्रो रहेछ। पहिलोपटक उहाँले गर्नुभएको, निकै आत्तिनु भएको थियो उहाँ। र आज जुन तरिकाले उहाँ आउनुभयो, यसो हेर्दाखेरि के लाग्छ भने उहाँको भविष्य राम्रो छ। र आज यस कार्यक्रममा हाम्रा आमन्त्रित हामीले 9 जना गजलकारज्यूहरूलाई आमन्त्रित गरेका थियौँ। नवराज भट्ट कञ्चनपुरबाट, मोहन गौतम सिक्किम भारतबाट, जानुका गुरागाई झापाबाट, जीबी जिज्ञासु सोलुखुम्बुबाट, गिरिधारी उपाध्याय असम भारतबाट, सुजन डोटेल नुवाकोटबाट, राजन डुङ्गेल झापाबाट, मुक्ति घिम्रे कश्यप सिक्किम भारतबाट, मधुसूदन पराजुली यानि कान्छा गजलकार काठमाडौँबाट। हामीले 9 जना गजलकारहरूलाई आमन्त्रित गरेका थियौँ, जसमध्ये राजेन्द्र डुङ्गेल र मुक्ति घिम्रे भाइ र जीबी जिज्ञासु सुजन डोटेलज्यू यस कार्यक्रममा पहिलोपल्ट आउनुभयो। र उहाँको प्रस्तुति सबैको गजलकारहरूमा राम्रो थियो। विशेष त जीबी जिज्ञासु भाइलाई पनि म धन्यवाद दिन्छु। आजको उहाँको उपस्थिति बढ छोएर गयो, एकदम मिठो गर्नुभयो। त्यस्तै गरी सुजन डोटेल भाइको पनि एकदम सुमधुर गाला, आवाज उहाँको यति मिठास थियो, सुन्नु सुन्नु लाग्ने थियो। त्यस्तै गरी रायन ढुङ्गेलजी पनि एकदम राम्रो गाउनुभयो। उहाँको गलाको त प्रशंसा गरेर सकिँदैन। मुक्ति घिम्रेज्यूले पनि पहिलोपल्ट गाउनुभयो, एकदम राम्रो छ उहाँको उज्जवल भविष्यहरू। यसरी 6 वटा गजलकार, जानुका गुरागाई, मोहन गौतम सर, नवराज भट्ट सर, उहाँले पनि राम्रो, गिरधारी दाइजीले पनि राम्रो गर्नुभयो। त सबैले यस्तो राम्रो गर्नुभयो। शर्मिला म्याडमले पनि धेरै राम्रो गर्नुभयो। र सबभन्दा ठुलो कुरो हो, तपाईँहरू त यो कार्यक्रममा आइदिनु भयो, कार्यक्रममा शोभा बढाइदिनु भयो। आगामी दिनमा तपाईँहरूसँग हामी फेरि सहकार गर्छौँ, फेरि हामी सहकार गरौँ र कुनै कार्यक्रममा तपाईँहरूलाई हामी जोड्छौँ। तपाईँहरू प्रयत्न गरिरहनु, गजल लेख्न नछोड्नु होला, गजल लेखिरहनुहोस्, निरन्तर लेखिरहनुहोस् तपाईँहरू। राजेन्द्र ढुङ्गेल भाइलाई पनि म भन्छु, उहाँले आज पाठशालाबाट धेरै उज्यालो पाठशालाबाट उहाँ अलिकति निस्किने जस्तो देखिनु भएको छ। उहाँलाई अनुरोध गर्छु, बेला बेलामा आइदिनुहोस्, गजल लेखिदिनुहोस्, लेखिरहनु होला। र म यति भन्दै आजको यो कार्यक्रम समापनको घोषणा गर्दछु। हस्त शुभरात्रि, नमस्कार।